नमस्कार साथीहरु, स्वागत छ यहाँहरुलाई टेकमाला युट्युब च्यानलमा। यो भन्दा अघिल्लो भिडियोमा मैले नबिल ब्याङ्कमा कसरी अनलाइन मार्फत खाता खोल्ने र भिडियो कल मार्फत केवाइसी गर्ने भनेर जानकारी दिएको थिएँ। यदि ती भिडियोहरू हेर्नु भएको छैन भने डिस्क्रिप्सनमा वा च्यानलको प्लेलिस्टमा गएर ती दुई भिडियोहरूलाई हेर्न सक्नुहुनेछ। आजको यस भिडियोमा म तपाईहरुलाई नबिल ब्याङ्कमा कसरी आफ्नो मोबाइल ब्याङ्किङ सेवा एक्टिभेट गर्ने अर्थात् सुचारू गर्ने भनेर तपाईहरुलाई जानकारी दिन गइरहेको छु। भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। नबिल ब्याङ्कमा मोबाइल ब्याङ्किङ एक्टिभेट गर्नको लागि सबैभन्दा पहिले तपाईहरुले प्ले स्टोरबाट नबिल ब्याङ्कको मोबाइल ब्याङ्किङ एपलाई डाउनलोड गर्नुहोला। म त्यसलाई डाउनलोड गर्छु। नबिल ब्याङ्कको मोबाइल ब्याङ्किङ एप्लिकेसनलाई डाउनलोड गरिसकेपछि त्यसलाई ओपन गर्नुहोला। र स्किपमा क्लिक गर्नुहोला र येलोमा क्लिक गर्नुहोला र तपाईले खाता खोल्दाखेरि रजिस्टर गरेको मोबाइल नम्बर टाइप गर्नुहोला र मोबाइल नम्बर टाइप गरिसकेपछि यहाँ कन्टिन्यूमा क्लिक गर्नुहोला। कन्टिन्यूमा क्लिक गरिसकेपछि यहाँ रजिस्टर एक्टिभ एन ब्याङ्क भनेको छ र त्यसमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ तपाईहरुले दुईवटा माध्यमबाट आफ्नो मोबाइल ब्याङ्किङलाई एक्टिभेट गर्न सक्नुहुन्छ। थ्रु एकाउन्ट नम्बर भनेको छ, थ्रु कार्ड भनेको छ। तपाईले थ्रु एकाउन्ट नम्बरमा क्लिक गर्नुहोला। यति गरिसकेपछि येलो गर्नुहोला र तपाईले यहाँ आफ्नो एकाउन्ट नम्बर राख्नुपर्ने हुन्छ। म आफ्नो एकाउन्ट नम्बर तपाईको आफ्नो एकाउन्ट नम्बर राख्नुहोला। एकाउन्ट नम्बर राखिसकेपछि यहाँ भेरिफाईमा क्लिक गर्नुहोला। भेरिफाईमा क्लिक गरिसकेपछि यहाँ ओकेमा क्लिक गर्नुहोला र यसले रिडाइरेक्ट तपाईलाई मोबाइलको मेसेज बक्समा एउटा मेसेज लिङ्क तयार गर्नेछ र रजिस्टर गरिएको मोबाइल नम्बरबाट एसएमएस सेन्ड गर्नुहोला। म सेन्ड गर्छु। सेन्ड गरिसकेपछि कोड सक्सेसफुल्ली भेरिफाइड भनेको छ र त्यसपछि पुनः एप्लिकेसनमा ब्याक जानुहोला। यहाँ केही समय टाइम लिनेछ र त्यसपछि यहाँ ओटिपी कोड राख्नुहोस् भनेको छ। एसएमएसमा तपाईको मोबाइल नम्बरमा ओटिपी कोड मेरो आइसकेको छ। म ओटिपी कोड राख्छु। ओटिपी कोड राखिसकेपछि तपाईहरुले नेक्स्टमा क्लिक गर्नुहोला र त्यसपछि यहाँ तपाईको डेट अफ बर्थ भनेको छ। आफ्नो डेट अफ बर्थ राख्नुहोला र डेट अफ बर्थ राखिसकेपछि तपाईले यहाँ भेरिफाईमा क्लिक गर्नुहोला र तपाईले यहाँ स्ट्रङ पासवर्ड सेट गर्नुहोला र त्यसपछि सेम पासवर्ड पुनः टाइप गर्नुहोला र रिपासवर्ड टाइप गरिसकेपछि यहाँ कन्फर्ममा क्लिक गर्नुहोला र आफ्नो यो ट्रान्जेक्सन पिन सेट गर्नुहोला र नेक्स्टमा क्लिक गर्नुहोला र त्यसपछि यहाँ फिङ्गरप्रिन्ट सेट गर्नुहोस् भनेको छ। म स्किप नाउमा क्लिक गर्छु र यहाँ देख्न सक्नुहुन्छ कङ्ग्रेचुलेसन योर सर्भिस हेज बिन एक्टिभेटेड सक्सेसफुल्ली भनेको छ। टेक मी टु लगइनमा क्लिक गर्नुहोला र यहाँ आफ्नो मोबाइल नम्बर अटोमेटिक देखाउनेछ र तपाईले सेट गरेको पासवर्ड टाइप गर्नुहोला र यहाँ यो एरोमा क्लिक गर्नुहोला र तपाईले यहाँ लगइन यहाँ फिङ्गरप्रिन्ट सेटअप गर्नुहोस् भनेको छ। म आई डु इट लेटरमा क्लिक गर्छु। ट्रान्जेक्सन पिनको लागि पनि फिङ्गरप्रिन्ट राख्नुहोस् भनेको छ। आई डु इट लेटरमा क्लिक गर्छु र एउटा पिक्चर राख्नुहोस् भनेको छ। म तपाईलाई पिक्चर अपलोड गरेर पनि देखाउँछु। ग्यालरी म यो पिक्चरलाई तपाईलाई राखेर देखाउँछु। यहाँ पिक्चर अपलोडमा जानुहोला र त्यसपछि कन्टिन्यूमा क्लिक गर्नुहोला। प्रोफाइल इमेज अपलोडेड सक्सेसफुल्ली भनेको छ। यति गरिसकेपछि तपाईको नबिल ब्याङ्कको मोबाइल ब्याङ्किङ सेवा पूर्ण रूपमा एक्टिभेट भएको छ। त्यसपछि यसमा पैसा ट्रान्सफर हुन्छ कि हुँदैन म त्यो पनि ट्राई गरेर देखाउँछु तपाईलाई ई सेवा मार्फत। म ई सेवामा क्लिक गर्छु र 500 रुपैयाँ लोड गरेर देखाउँछु म र यहाँ देख्न सक्नुहुन्छ सम्पूर्ण डिटेल भरिसकेपछि तपाईले म 500 रुपैयाँ लोड गरेर देखाउँछु। ट्रान्जेक्सन सक्सेसफुल्ली भनेको छ यहाँ ई सेवा मार्फत र म नबिल ब्याङ्कमा गएर हेर्छु। म यो रिफ्रेस गरेको छैन, म रिफ्रेस गरेर देखाउँछु। ई सेवा मार्फत ट्रान्सफर गरिएको रकम आइसकेको छ। यसरी तपाईहरुले नबिल ब्याङ्कमा आफ्नो मोबाइल ब्याङ्किङ सेवा सजिलैसँग एक्टिभेट अर्थात् रजिस्टर गर्न सक्नुहुनेछ।
आजको लागि यति नै साथीहरू। भिडियो मन परे लाइक, सेयर र कमेन्ट गर्न नबिर्सनुहोला। यस्तै खालका टेक्निकल भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। फेरि आउनेछु नेक्स्ट भिडियो लिएर। तबसम्मका लागि नमस्ते, गुड बाई।